हेलो वेलकम टु डे 5 अफ माई मिनी ब्लग। आज चाहिँ मलाई धेरै कामहरू सकाउनु पर्ने थियो किनकि म चाहिँ छिट्टै घर जाँदैछु। सो घर जानु अघि चाहिँ सबै कामहरू सकाएर जाने मेरो प्लान थियो। त्यही भएर चाहिँ म आज बिहान छिट्टै उठेँ, लुगासुगा धोएँ अनि नुहाइसुवाई गरेर म चाहिँ आफ्नो अफिसको लागि बाइक निकालेर रेडी भएँ र बाइक निकालेर म चाहिँ अफिसतिर लागेँ। अफिस पुगेपछि मेरो फर्स्ट काम भनेको जहिले पनि स्टुडेन्टहरूको इमेल आइडी चेक गर्ने, आफ्नो इमेल आइडी चेक गर्ने, रिप्लाई गर्नुपर्ने छ भने रिप्लाई गर्ने। सो मैले त्यही नै गरेँ अनि स्टुडेन्टहरूको फलोअप मेसेजहरूको रिप्लाई पनि दिएँ र अपडेटहरू दिनुपर्ने कुराहरू पनि उनीहरूलाई अपडेट दिएँ। त्यसपछि चाहिँ मेरो दाइको कन्भोकेसनको फर्म फिल गर्नुपर्ने थियो, सो मैले त्यो पनि फर्म फिल गरेँ। त्यसपछि मलाई सपिङ गर्नुपर्ने जाने थियो। मैले चाहिँ एउटा आफ्नो साथीको लागि वेट गरेँ, उसले 2 मिनटमा आउँछु भनेर मलाई झन्डै आधी घन्टा चाहिँ कुर्न लगायो। त्यसपछि म चाहिँ भृकुटी मण्डपमा आफ्नो लुगाको सपिङ गर्न चाहिँ हिँडेँ, म र मेरो साथी। मलाई चाहिँ 2-3 वटा लुगा किन्नुपर्ने थियो र मेरो साथीले पनि 2-3 वटा लुगा किन्नुपर्ने थियो। तर सपिङमा हामी चाहिँ यस्तो व्यस्त भयौँ कि हामीले 2-3 वटा भनेको कुरा चाहिँ दुईजनाले गरी 5-6 वटा चाहिँ लुगासुगा किन्यौँ। त्यसपछि त्यहाँबाट हामी चाहिँ भृकुटी मण्डपबाट निस्केपछि बाटोमा हिँड्दै जाँदाखेरि मैले यो सबैको घरहरूमा लाइटिङ लागेको देखेपछि मलाई पनि याद आयो कि मेरो घरमा पनि लाइटिङ लगाउनु पर्ने छ। सो म त्यहाँबाट पुरानो बानेश्वर आफ्नो साथीको पसलमा लाइटिङहरू लिनलाई निस्केँ। यो चाहिँ मेरो एकदमै प्यारो साथी रञ्जनको पसल हो र त्यहाँ गएपछि मैले चाहिँ आफ्नो घरको लागि लाइटिङहरू सिलेक्ट गरेँ। सिलेक्ट गराएर चाहिँ मैले चाहिँ उनीहरूलाई प्याकिङ गर्न भनेँ। प्याकिङ गराएर चाहिँ म चाहिँ त्यो बक्सलाई चाहिँ कुरियर गराउने सोचिरहेको थिएँ। सो मैले उनीहरूलाई राम्रोसँग प्याकिङ गरिदियो, ब्याट बिल बनाइदियो भनेर उसलाई भने। प्याकिङ सेकिङ गराएर मैले चाहिँ आफ्नो बाइकमा हालेर घर फर्केँ।